आफ्नो बैठक कोठालाई नि एकदम टल्काएर सफा गर्ने, हरेक कुनाको धुलो पुछ्ने, सजाउने अनि त्यो सबै फोहोर जम्मा गरेर ठ्याक्कै आफ्नो घरको गेट बाहिर सडकको बीचमा फ्याँकिदिने। सुन्दा कति अचम्म लाग्छ है। हो त नि, सुन्दा कति अचम्म लाग्छ। कुनै सामान्य मानिसले यस्तो गर्छ र जस्तो लाग्न सक्छ। तर आजका हाम्रा स्रोत सामग्रीहरूको अनुसार नि हामीमध्ये लाखौं मानिसहरूले हरेक दिन ठ्याक्कै यही गरिरहेका छौं। एकदम दिनौं भइरहेको छ यो कुरा। त्यही त आजको यस गहिरो विश्लेषणमा हामी द इनसाइट कुरा र प्रतीक चौधरीका भिडियो सामग्रीहरूलाई आधार मानेर नेपालमा रहेको यो सिभिक सेन्स अर्थात् नागरिक चेतना भनौँ न, यसको वास्तविक अवस्था खोदतल चाहिँदैछौँ। यो एकदमै सान्दर्भिक विषय हो। हामी अक्सर के सोच्छौँ भने नि, पुराना अनुहार गएर नयाँ अलि युवा र जोसिला नेताहरू आउने बित्तिकै देश रातारात स्विजरल्यान्ड बन्छ। तर यदि हाम्रो सडक, हाम्रो समाज र भनौँ न हाम्रो दैनिक बानी नै भत्किएको छ भने के साँच्चै समस्या सरकार र नेतृत्व मात्र हो त? यो त एकदमै पेचिलो प्रश्न हो। हामीले सधैँ माथि हेरेर प्रश्न गर्न सिक्यौँ नि त, तर आफू उभिएको धरातललाई कहिल्यै हेरेनौँ जस्तो लाग्छ। हो नि। जब हामी सिभिक सेन्सको कुरा गर्छौँ, धेरैलाई लाग्न सक्छ यो राजनीति विज्ञान वा समाजशास्त्रको कुनै ठूलो अलि जटिल सिद्धान्त हो कि भनेर। त्यही त, शब्द सुन्दा अलि भारी लाग्छ नि। हो त नि, तर स्रोतहरूले प्रश्न पारेका छन् यो नितान्त हाम्रो दैनिक जीवनका साना निर्णयहरू मात्र हुन्। जस्तै जथाभावी फोहोर नफाल्नु, ट्राफिक नियमलाई पालना गर्नु अनि हाम्रै करबाट बनेका सार्वजनिक सम्पत्तिलाई जोगाउनु। एकदम सामान्य कुराहरू हुन्। हजुर, यी साधारण बानीहरू नै वास्तवमा सिभिक सेन्स हुन् र यसको अभावले देशको विकासलाई कसरी भित्रभित्रै धमिराले झै खाइरहेको छ भन्ने कुरा निकै गहिरिएर विश्लेषण गरिएको छ। त्यसो भए यही दैनिक बानीबाटै सुरु गरौँ न त। स्रोतहरूले एउटा निकै रोचक तर गम्भीर विरोधाभास उठाएका छन् है। कुन कुरामा? मानिसहरू नि आफ्नो कार वा बाइकलाई सधैँ चिटिक्क पारेर चम्काउँछन्, भित्र अलिकति पनि धुलो हुन दिँदैनन्। तर त्यही सफा गाडी चलाउँदै गर्दा झ्यालबाट गुट्काको खोल, प्लास्टिक वा पानीको बोतल सिधै बाहिर सडकमा उर्याइदिन्छन्। हे बाफ्रे, यो त सधैँ देखिने दृश्य हो नि। हो नि, यस्तो किन हुन्छ? के मानिसहरूलाई फोहोर गर्नु हुँदैन भन्ने थाहा नभएर हो त? थाहा नभएर पक्कै होइन। स्रोतमा यसलाई बुझाउन एउटा निकै सटिक मनोवैज्ञानिक अवस्थाको चित्रण गरिएको छ। त्यसलाई लक्ष्मण रेखा मानसिकता भनिएको छ। लक्ष्मण रेखा मानसिकता, यो भनेको कस्तो हो नि? हाम्रो समाजमा मानिसहरूको दिमागभित्र एउटा कोरिएको अदृश्य रेखा छ के। त्यो रेखाभित्र आफ्नो घर, आफ्नो कोठा वा आफ्नो गाडी पर्छ। अनि त्यो रेखाभित्रको संसारलाई सफा राख्ने सम्पूर्ण जिम्मा र अपनत्व मेरो हो भन्ने उनीहरूलाई लाग्छ। तर त्यो रेखाभन्दा बाहिरको सडक, सहर र समाज पर्छ नि, जसलाई सफा राख्ने जिम्मा मेरो हुँदै होइन, त्यो त केवल सरकारको वा नगरपालिकाको मात्रै हो भन्ने सोच गहिरिएर बसेको छ। भनेपछि यो अज्ञानता होइन, अपनत्वको अभाव पो रहेछ त। ठ्याक्कै, यो अपनत्वको अभाव नै हो। यो लक्ष्मण रेखाको मनोविज्ञान त साँच्चै गम्भीर रहेछ। मैले नि आशिका तामाङले बनाएका ती भिडियोहरूको सन्दर्भ पनि स्रोतमा देखेँ। उहाँको भिडियोहरू निकै भाइरल पनि भएका थिए है। हो त नि, उहाँले बाटोमा हिँड्ने मानिसहरूलाई जसले सडकमा पिसाब गरिरहेका छन्, जताततै थुकिरहेका छन् वा डस्टबिन छेउमै भए पनि फोहोर भुइँमा फालिरहेका छन्, उनीहरूलाई रोकेर सम्झाइरहनु भएको हुन्छ। त्यो डस्टबिन छेउमै भए पनि भुइँमा फाल्ने कुरा त झन् अचम्म लाग्छ। त्यही त नि, मानिसहरू आफ्नै हातमा भएको फोहोर 2 कदम परको डस्टबिनमा हार्न किन यति अल्छी मान्छन्? अनि ट्राफिक नियमकै कुरा गर्दा पनि हेलमेट बिना बाइक कुदाउने वा लेन अनुशासनको वास्ता नगर्ने प्रवृत्ति छ नि। एकदम डरलाग्दो प्रवृत्ति। स्रोतका अनुसार नि यही दैनिक हुने सानो लापरवाहीले गर्दा नेपालमा दिनहुँ 9वटा सडक दुर्घटना हुने गरेको तथ्याङ्क छ अरे। के यो केवल पूर्वाधारको कमीले मात्र भएको हो त? बाटो सानो भएर मात्र हो त? पूर्वाधारको कमी पक्कै छ, तर मुख्य समस्या मानसिकतामै छ कि। विकसित र विकासशील देशबीचको सबैभन्दा ठूलो फरक नै यही सेल्फ डिसिप्लिन अर्थात् आत्मअनुशासनमा गएर ठोकिन्छ। कसरी? अलिकति प्रश्न पारिदिनुहोस् न। विकसित देशहरूमा नियम मिच्नुलाई सामाजिक लज्जाको विषय मानिन्छ, तर हाम्रो समाजमा हेर्नुस् त नियम मिच्नुलाई चलाखी वा टाठो बाठो भएको प्रमाण मानिन्छ। हो नि,
म त ट्राफिकलाई छलेर आएँ भन्ने चलन छ। हो त नि, म कति बाटो ट्राफिक पुलिसको आँखा छलेर लेन क्रस गरेर निस्किए भन्दै साथीभाइमाझ गर्वका साथ सुनाउने प्रवृत्ति छ नि त। साँच्चै गर्वको विषय नै बन्छ त्यो। अनि जब कुनै समाजमा नियम मिच्नु बहादुरी बन्छ र नियम पालना गर्नुलाई सोझो वा मूर्ख भएको ट्याग भिराइन्छ नि, तब त्यहाँ जतिसुकै राम्रो पूर्वाधार ल्याए पनि त्यसले काम गर्दैन। यहाँनिर मलाई एउटा प्रश्न सोध्न मन लाग्यो। सडकमा फोहोर फाल्नु वा लेन मिच्नु त एउटा लापरवाही वा व्यवस्था भयो भनौँ न, तर स्रोतहरूले देखाएको अर्को पाटोले मलाई अलिकति झस्काएको छ। हाम्रै करबाट बनेका पार्कका बेन्चहरू तोडफोड गरिएका हुन्छन्, सरकारी स्कुलका डेस्कहरू भत्काइएका हुन्छन्, सडक बत्तीहरू फुटाइएका हुन्छन्। हो, अनि अझ मन्दिर वा ऐतिहासिक स्थलहरूका भित्तामा नि मान्छेले त्यो S+Y जस्ता अक्षरहरू कोरेका हुन्छन्, जसलाई अङ्ग्रेजीमा भ्यान्डलिजम भनिन्छ नि। यो लापरवाही कसरी यति छिटो आक्रामकतामा बढलिन्छ त? यो नि एकदमै स्वाभाविक मनोवैज्ञानिक संक्रमण हो। जब तपाईसँग कुनै कुराप्रति अपनत्व हुँदैन नि, तब त्यसप्रति सम्मान पनि हुँदैन। भनेपछि त्यो मेरो होइन भन्ने सोच्ने मुख्य कारण भयो। फोहोर फाल्नु भनेको यो मेरो होइन, त्यसैले मलाई वास्ता छैन भन्ने सोच हो। तर तोडफोड गर्नु भनेको चाहिँ यो कसैको पनि होइन, त्यसैले मैले यसलाई जे गर्दा पनि हुन्छ भन्ने सोच हो के। कसैको पनि होइन भन्ने भावना आउँछ। हो त, मानिसहरू सार्वजनिक सम्पत्तिलाई सरकारको सम्पत्ति मान्छन् र हाम्रो जस्तो समाजमा जहाँ राज्य र नागरिक बीच अविश्वासको ठूलो खाडोल छ नि, त्यहाँ सरकारप्रतिको रिस पोख्ने सबैभन्दा सजिलो तारो तिनै निहत्था सार्वजनिक सम्पत्तिहरू बन्छन्। यो रिस पोख्ने कुराले मलाई स्रोतमा उल्लेख गरिएको के रे त्यो हालैको जेनजी आन्दोलनको दृष्टान्ततिर डोर्यायो है। त्यो बेलाका दृश्यहरू निकै भाइरल थिए। हामीले देख्यौं नि, राजनीतिक वा व्यवस्थापनप्रतिको असन्तुष्टि पोख्न सार्वजनिक सम्पत्ति जलाउने कार्यहरू भए, अनि भाटबटेनी जस्ता सुपरमार्केटबाट सामान चोरी भएको घटना पनि सार्वजनिक भयो। हो, त्यो पनि समाचारमा आएको थियो। अनि अर्को एउटा उदाहरण पनि छ, जहाँ खुल्ला जिमका सामानहरू राखिएको 1 महिनामै कि त चोरी भए कि नष्ट गरिए। तर यहाँनिर नि कतिपय मानिसहरूले गर्ने एउटा तर्क के छ भने, यो राज्यले हाम्रो कुरा सुनेन, हामीले कर तिरेका छौं, यो मेरै पैसाले बनेको सम्पत्ति हो, त्यसैले आफ्नो असन्तुष्टि देखाउन मैले यसलाई जलाउन वा भत्काउन पाउनुपर्छ। यस्तो तर्क सुन्न पाइन्छ। हो नि, के क्रान्तिको नाममा यस्तो कार्यलाई जायज मान्न सकिन्छ र? स्रोतले यसलाई कसरी हेरेको छ? यहाँनिर हामीले भावनामा नबगिकन वस्तुगत रूपमा हेर्नुपर्छ है। लोकतन्त्रमा नागरिकलाई आफ्नो असन्तुष्टि पोख्ने र विरोध गर्ने पूर्ण अधिकार हुन्छ, त्यसमा दुई मत छैन। विरोध गर्न त पाइयो, तर विकसित देशहरूमा नि सार्वजनिक सम्पत्तिलाई पब्लिक प्राइड अर्थात् सार्वजनिक गौरवको रूपमा लिइन्छ। त्यहाँ राज्यले बाटो बिरायो भनेर जनताले आफ्नै बस स्टप जलाउँदैनन् के। हो त नि, आफ्नो बस स्टप जलाएर के फाइदा? नेपालमा भने सार्वजनिक सम्पत्ति पब्लिक नेग्लिजेन्सको शिकार बनिरहेको छ। मैले कर तिरेको छु, त्यसैले मैले जे गरे पनि हुन्छ भन्ने तर्क आफैमा त्रुटिपूर्ण छ नि। एकदमै। यदि त्यो सम्पत्ति साँच्चै आफ्नो हो भन्ने बोध हुन्थ्यो भने कसैले पनि आफ्नै घरको टिभी फुटाएर परिवारसँगको रिस पोख्दैनन् नि त, होइन र? हो त नि, घरको टिभी त कसले फुटाउँछ र? त्यही त, यो तोडफोड वास्तवमा यो मेरो जिम्मेवारी हो भन्ने भावनाको पूर्ण अभावको नतिजा मात्र हो। आफ्नै घरको सिसा फुटाएर त पक्कै क्रान्ति हुँदैन। सार्वजनिक सम्पत्तिलाई मेरो होइन भन्ने यो मनोविज्ञानले नि भौतिक संरचनालाई मात्र होइन, समाजका अदृश्य नियमहरूलाई पनि भत्काइरहेको देखिन्छ। अदृश्य नियमहरू भन्नाले? जस्तै बाटोमा हिँड्दाका दृश्यहरूलाई नै लिउँ न। रातो बत्तीमा रोकिनुको साटो ट्राफिक प्रहरी कता छ भनेर आँखा तन्काउने चलन छ। जेब्रा क्रसिङ केही मिटर पर हुन्छ, तर मानिसहरू जान जोखिममा राखेर बीच सडकबाटै बाटो काटिरहेका हुन्छन्। त्यो त निकै खतरनाक कुरा हो। अनि फुटपाथलाई या त बाइक पार्किङ बनाइएको हुन्छ या पसलेले आफ्ना ग्राहक उभिने ठाउँ। हामी नियमलाई किन यति धेरै बोझ मान्छौं नि? किनकि हाम्रो समाजमा नियमलाई हेर्ने दृष्टिकोण नै उल्टो छ के। नियम भनेको नागरिकको आफ्नै सुरक्षा र समाजको सहज सञ्चालनको लागि बनाइएको एउटा मार्गदर्शन हो नि त। सुरक्षाकै लागि हो। तर हामी नियमलाई एउटा सजाय वा पनिशमेन्टको रूपमा मात्र लिन्छौं।
बाटोमा प्रहरी नहुँदा नियम नमान्ने मुख्य कारण नै त्यही हो, किनकि त्यहाँ जरिवाना तिर्नुपर्ने डर हुँदैन। सजायको डर नहुने बित्तिकै हाम्रो सिभिक सेन्स शून्यमा झर्छ। भनेपछि डर नभई काम नहुने भयो। यद्यपि स्रोतले एउटा सानो अपवाद पनि देखाएको छ नि। काठमाडौँको रत्न पार्कमा गाडी चढ्नका लागि मानिसहरू आफै लाइन लाग्ने संस्कार बसेको छ। ए हो, त्यो चाहिँ एकदम राम्रो कुरा हो। यसले के प्रमाणित गर्छ भने हामी पूर्ण रूपमा असभ्य होइनौं, तर हामीलाई सही अभ्यासको निरन्तरता चाहिएको छ। त्यो लाइन लाग्ने संस्कार देख्दा पक्कै पनि एउटा आशा जाग्छ नि। तर फेरि जब हाम्रा ठूला चाडपर्वहरू आउँछन् नि, त्यो आश एकाएक निराशामा परिणत हुन्छ। कसरी? फोहोरको कारणले। हो त नि, छठ, तिहार, होली वा पशुपतिमा हुने शिवरात्रि, यी चाडपर्वहरू सकिएको भोलिपल्ट सडकहरूको हालत कस्तो हुन्छ? जताततै प्लास्टिक, फूलका माला र फोहोरको डङ्गुर हुन्छ। एकदमै दयनीय अवस्था हुन्छ। पर्यटनको कुरा गर्दा त विरोधाभासको चरम रूप नै देखिन्छ। पोखराको लेकसाइड वा सौराहा जस्ता ठाउँमा घुम्न जाँदा जताततै प्लास्टिक फालिएको हुन्छ। हामी एकातिर नेपाललाई स्विजरल्यान्ड वा मालदिप्स जस्तो टुरिज्म हब बनाउने सपना देख्छौं नि। सपना त ठूलै छ। पर्यटकलाई अतिथि देवो भव भनेर सत्कार गर्छौं, तर उनीहरूलाई स्वागत चाहिँ फोहोरको थुप्रोमा गरिराखेका छौं। यो त पाहुनालाई घरमा बोलाएर आफ्नो घरको फोहोर नउठाए जस्तो भएन र? त्यो एकदमै सठिक तुलना हो। पाहुना बोलाएर फोहोर गर्देखाए जस्तै भयो। त्यही त नि। सिङ्गापुर र जापान जस्ता देशहरूमा नि नियम पालना गर्नु उनीहरूको संस्कृति नै बनिसकेको छ। उनीहरू पर्यटकका लागि भनेर मात्र सफा बस्ने होइनन्, उनीहरूको जीवनशैली नै त्यस्तै हो। उनीहरूको त बानी नै परिसक्यो। तर नेपालमा हामी बाहिरी आवरण मात्र राम्रो देखाउन खोज्छौं। सिभिक सेन्स कमजोर हुनु भनेको बाटो फोहोर हुनु मात्र होइन नि, यसले समग्र देशको कमजोर सुशासनलाई दर्शाउँछ। सुशासनसँग कसरी जोडिन्छ यो कुरा? जब कुनै विदेशी लगानीकर्ता वा पर्यटक यहाँ आउँछ र सडकको अराजकता देख्छ नि, उसले यहाँको सिस्टम कति अस्तव्यस्त छ भन्ने कुराको पहिलो अनुमान त्यहीँबाट लगाउँछ के। ए, बाटो हेरेरै देशको हालत थाहा पाउँछन्। एकदम। यसले पर्यटकलाई निराश बनाउँछ, विदेशी लगानीलाई निरुत्साहित गर्छ र अन्ततः हाम्रो आफ्नै जीवनस्तरमै गिरावट ल्याउँछ। त्यसो भए समस्याको जरा कहाँ छ त? के हाम्रा मानिसहरू शिक्षित नभएर यस्तो भएको हो? शिक्षा त छ नि धेरैसँग। त्यही त। अचम्मको कुरा त के छ भने नि, सडकमा फोहोर फाल्ने र ट्राफिक नियम तोड्नेमा धेरै जसो त टाइसुट लगाएका, राम्रो गाडी चढेका र विश्वविद्यालयको डिग्री हासिल गरेका मानिसहरू नै देखिन्छन् नि त। हो त नि, पढे लेखेकैले बढी गल्ती गरिरहेका हुन्छन्। स्रोतहरूले शिक्षा र व्यवहार बीचको यो ठूलो खाडलको चर्चा निकै गम्भीर रूपमा गरेका छन् है। यहाँनिर हामीले साक्षरता र चेतना बीचको फरक बुझ्न जरुरी छ के। हाम्रा स्रोतहरूले जोड दिएको कुरा के हो भने, डिग्री पाउनु एउटा अचिभमेन्ट वा शैक्षिक उपलब्धि मात्र हो, तर सिभिक सेन्स हुनु भनेको मानिसको क्यारेक्टर वा चरित्र हो। ए, डिग्री भनेको अचिभमेन्ट, सिभिक सेन्स भनेको क्यारेक्टर। कसैसँग इन्जिनियरिङ वा मास्टर्स डिग्री हुँदैमा उसँग म्यानर्स वा डिसिप्लिन आउँछ भन्ने ग्यारेन्टी हुँदैन नि त। हाम्रो शिक्षा प्रणालीले विद्यार्थीको दिमागमा गणित, विज्ञान र इतिहास त कोच्यो, तर एक असल नागरिक कसरी बन्ने भन्ने कुरा कहिले सिकाएन। विदेशको उदाहरण हेर्ने हो भने पनि यो कुरा प्रष्ट हुन्छ जस्तो लाग्छ मलाई त। कस्तो उदाहरण? जापान र चीन जस्ता देशहरूमा सानै उमेरदेखि बच्चाहरूलाई सिभिक सेन्स र सरसफाइको व्यावहारिक प्रशिक्षण दिइन्छ। जापानमा विद्यार्थीहरूले आफ्नै स्कुल आफै सफा गर्छन्, यहाँसम्म कि शौचालय पनि आफै सफा गर्छन्। हो, त्यो निकै प्रसिद्ध छ। र नेपालमा कुनै सानो बच्चाले विद्यालयको शौचालय सफा गरिरहेको देखियो भने समाजले अचम्म मान्छ, बालश्रम भन्छ वा त्यसको मजाक उडाउँछ। के हाम्रो शिक्षा प्रणालीले केवल डिग्री बोकेका तर मानवीय संवेदना र सामाजिक दायित्व नभएका रोबोट मात्र उत्पादन गरिरहेको छ त? विदेशीहरू जन्मदै अनुशासित भएर आएका पक्कै होइनन् नि। उनीहरूको सिस्टम र शिक्षा प्रणालीले उनीहरूलाई त्यो ढाँचामा ढालेको हो। तर हामीले हरेक कुरामा विदेशलाई मात्र हेर्नुपर्छ भन्ने पनि छैन नि। नेपालमै पनि त्यस्तो राम्रो उदाहरण छ र? छ नि। स्रोतमा नेपालकै एउटा निकै सकारात्मक उदाहरण प्रस्तुत गरिएको छ। कोहलपुरको जीवन ज्योति स्कुलको होस्टेलमा बस्ने बच्चाहरूले नि बिहानै उठेर आफ्नो सरसफाइको काम आफै गर्छन्। साँच्चै? बच्चाहरू आफैले? उनीहरूले आफ्नो काम आफै गर्नुपर्छ भन्ने सिकाइएको छ। यसले के देखाउँछ भने
यदि सही वातावरण र शिक्षा दिने हो भने नेपालमै पनि सानैदेखि यस्तो संस्कार बसाल्न पूर्ण रूपमा सम्भव छ। कुरा केवल प्राथमिकताको हो। तर यही प्राथमिकताको कुरा गर्दा नि युवाहरूमा पछिल्लो समय देखिएको अर्को एउटा प्रवृत्ति पनि स्रोतले उठाएको छ। के अरे त्यसलाई देखावटी एक्टिभिजम भनिएको छ। त्यो क्यामेरा अगाडि मात्र सफा गर्ने कुरा। ओहो, क्यामेरा अन हुँदा वा सामाजिक सञ्जालको लागि भिडियो बनाउँदा चाहिँ कुचो लिएर सडक सफा गर्न तम्चिने, तर क्यामेरा नहुँदाखेरि पुरानै बानीमा फर्कने। यो त एकदमै धेरै देखिन्छ आजकाल। कतिपयले त भन्लान् नि, जे भए पनि देखावटी नै किन नहोस्, सडक त केही बेरको लागि सफा भयो नि, केही नगर्नु भन्दा त यो राम्रो होइन र? यसलाई हामीले कसरी बुझ्ने? यो तर्क सुन्दा सही लागे पनि नि दीर्घकालीन रूपमा यसले काम गर्दैन के। देखावटीपनले क्षणिक ताली त पाउला, तर दिगो परिवर्तन ल्याउँदैन। एकछिनको लागि मात्र भयो। सिभिक सेन्स भनेको कसैले हेरिरहेको बेला राम्रो बन्नु होइन नि। यो त क्यामेरा नहुँदा रातको अँध्यारोमा वा कोही नभएको बेला पनि आफूले गर्ने सही व्यवहार हो। जबसम्म सरसफाई र नियमको पालना हाम्रो अचेतन बानी बन्दैन नि, तबसम्म यस्ता देखावटी अभियानहरू भिडियोको ट्रेन्ड सकिएसँगै हराएर जान्छन्। यो त एकदमै गहिरो कुरा भयो। अब यति धेरै समस्या र त्यसका मनोवैज्ञानिक कारणहरू बुझिसकेपछि नि समाधानको बाटो के त? समाधान पनि खोज्नै पर्यो। परिवर्तनको सुरुवात कहाँबाट गर्ने? स्रोतहरूले यसलाई दुईवटा स्पष्ट भागमा बाँडेका छन्: नागरिकको दायित्व र सरकारको एक्सन। दुवैको भूमिका उत्तिकै महत्त्वपूर्ण छ। पहिले नागरिककै कुरा गरौँ है। स्रोतले 0 फोहोर वा 0 लिटरिङको अवधारणा ल्याएको छ। जापानका नागरिकले जस्तै यदि बाटोमा डस्टबिन छैन भने पनि आफ्नो फोहोर खल्तीमा वा झोलामा हालेर घर लैजाने। मेरो फोहोर मेरो जिम्मेवारी भन्ने कुरा भयो। एकदम। अर्को भनेको भुटानका नागरिकले जस्तै सार्वजनिक स्थललाई आफ्नै आँगन जस्तो सम्मान गर्ने। तर मलाई सबैभन्दा प्रभावकारी लागेको कुरा चाहिँ नि सोशल पुलिसिङ अर्थात् सामाजिक हस्तक्षेप हो। सामाजिक हस्तक्षेप निकै शक्तिशाली हतियार हो नि। अहिलेको अवस्था कस्तो छ भने कसैले बाटोमा फोहोर फालिरहेको छ वा लाइन मिचिरहेको छ भने हामी कि त चुप लाग्छौँ कि त मनमनै गाली गरेर हिँड्छौँ। हो त नि, मलाई के मतलब भनेर हिँड्छौँ। तर आशिका तामाङको अभियानले हामीलाई एउटा बाटो देखाएको छ के। त्यस्तो अवस्थामा मौन बस्नुको साटो वा झैझगडा गर्नुको साटो शिष्ट र सभ्य भाषामा गल्ती गर्नेलाई सम्झाउनु एउटा जिम्मेवार नागरिकको कर्तव्य हो। सम्झाउन त सकिन्छ नि राम्ररी। र यदि कोही सम्झाउँदा पनि अटेरी गर्छ भने उनीहरूलाई सामाजिक सञ्जाल मार्फत एक्सपोज गर्न सकिन्छ। यसले समाजमा एउटा मनोवैज्ञानिक दबाव सृजना गर्छ, जसले गर्दा मानिसहरू गल्ती गर्नु अघि 2 पटक सोच्न बाध्य हुन्छन्। नागरिकको कुरा त भयो, तर म यहाँ अलिकति सरकारको भूमिकामाथि पनि प्रश्न गर्न चाहन्छु है। हजुर, भन्नुस् न। नागरिकले मात्रै खल्तीमा फोहोर बोकेर हिँडेर त सहर सफा हुँदैन नि। जथाभावी फोहोर नफाल भन्नु अघि सरकारले पनि त पूर्वाधार दिनुपर्छ होला। पक्कै पनि। स्रोतहरूले नै देखाएका छन् नि, जस्तै सिङ्गापुरमा ठाउँ ठाउँमा आधुनिक डस्टबिन र सुविधायुक्त शौचालयको व्यवस्था छ, अनि मात्र त्यहाँ कडा नियमहरू लागू गरिएका छन्। पहिले सुविधा अनि मात्र नियम। अफ्रिकी देश रुवान्डामा हेर्ने हो भने प्लास्टिकमा पूर्ण प्रतिबन्ध छ र स्मार्ट सीसीटीभी मार्फत डिजिटल फाइन लगाइन्छ नि। त्यहाँ मानिसले ट्राफिक प्रहरीसँग बहस गर्न पाउँदैन, सिधै सिस्टमले जरिवाना काट्छ। प्रविधिको प्रयोग राम्रोसँग भएको छ त्यहाँ। अनि सिङ्गापुरमा थुक्दा लाग्ने कडा जरिवाना र स्विट्जरल्यान्डको फोहोर व्यवस्थापन कानून पनि त्यस्तै उदाहरण हुन्। अझ स्विडेनले त आफ्नो 99% फोहोर रिसाइकल गर्छ रे। उनीहरू फोहोरलाई समस्या होइन, स्रोत मान्छन् नि त। खुसीको कुरा के छ भने नि हामीले यी समाधानहरू खोज्न युरोप वा सिङ्गापुर नै पुग्नु पर्दैन के। साँच्चै नेपालमै छ त त्यस्तो? छ नि। स्रोतले नेपालकै धनगढी उपमहानगरपालिकाको उदाहरण दिएको छ। त्यहाँ मेयर गोपाल हमालको नेतृत्वमा फोहोरलाई मोहर बनाउने अर्थात् फोहोर व्यवस्थापन गरेर त्यसबाट उल्टै फाइदा लिने काम सुरु भइसकेको छ। त्यो त एकदमै राम्रो कुरा हो नि। यसले के प्रमाणित गर्छ भने नि यदि नेतृत्वमा इच्छा शक्ति हुने हो भने र स्थानीय स्तरमा सही नीति लागू गर्ने हो भने नेपालमै पनि ठूला परिवर्तनहरू सम्भव छन्। तर यहाँनिर हामी सधैँ एउटा चक्रव्यूहमा फस्छौँ नि। नागरिकले भन्छन् सरकारले डस्टबिन नै राखेको छैन, फोहोर कहाँ फाल्ने? अनि सरकार वा नगरपालिकाले भन्छ नागरिकमा अनुशासन नै छैन, जति सुविधा दिए पनि सडकमै फोहोर फाल्छन्। यो आरोप प्रत्यारोप चलिरहन्छ। यो ब्लेम गेम वा आरोप प्रत्यारोपको खेलबाट हामी कसरी बाहिर निस्कने त? के यो
खै के रे अन्डा पहिले कि कुखुरा पहिले भन्ने जस्तो भएन र? अलि त्यस्तै त भयो। पर यो चक्रव्यूह तोड्ने एउटै मात्र उपाय छ सामाजिक दबाव र कडा कानूनी कार्यान्वयन एकैसाथ अगाडि बढाउने। सँगसँगै जानु पर्यो। नागरिकको स्तरमा नियम मिच्दा समाजले मलाई कसरी हेर्ला भन्ने सामाजिक लज्जाको विकास हुनुपर्छ र राज्यको स्तरमा चाहिँ गल्ती गरेपछि कानूनले कुनै पनि हालतमा छोड्दैन भन्ने डर हुनुपर्छ। डर र लज्जा दुवै चाहियो। जबसम्म स्मार्ट प्रविधि प्रयोग गरेर बिना भेदभाव कडा जरिवाना सुरु गरिँदैन नि तबसम्म मानिसको बानी सुध्रिँदैन। बाटो सफा हुनु अघि हाम्रो सोच सफा हुनु र सिस्टम कडा हुनु अत्यन्त जरुरी छ। यसको अर्थ आजको यस गहिरो विश्लेषणबाट हामीले बुझ्नुपर्ने मुख्य सन्देश भनेको नि सिभिक सेन्स कुनै जादुमयी नेतृत्वले ल्याइदिने उपहार होइन रहेछ। पटक्कै होइन। यो अरूमा निर्भर हुने कुरा पनि होइन। उसले त त्यस्तो गर्यो, मैले गर्दा के हुन्छ र भन्ने जुन भिडको मानसिकता छ नि त्यसलाई आजैबाट त्याग्नु नै पहिलो कदम हो। देशको सुधार संसद भवनबाट मात्र होइन, हाम्रो दैनिक ससाना बानीहरूबाट सुरु हुन्छ। एकदमै सही कुरा। आज यो छलफल सुन्ने जो कोहीले पनि कम्तीमा आफ्नो फोहोर आफै व्यवस्थापन गर्ने र आफ्नो लक्ष्मण रेखालाई घरको दैलोबाट बढाएर पुरै सहरसम्म तन्काउने अभ्यास सुरु गर्न सक्छन् नि, होइन? हो। निष्कर्षमा भन्नुपर्दा नि परिवर्तन भनेको ठूला राजनीतिक भाषणहरूमा होइन, हाम्रा नदेखिने दैनिक कार्यहरूमा लुकेको हुन्छ क्या। जबसम्म हामी आफूलाई परिवर्तन गर्दैनौं तबसम्म व्यवस्था वा अनुहार जतिसुकै फेरिए पनि हाम्रो समाजको भित्री यथार्थ उही नै रहन्छ। जाँदा जाँदै हाम्रा स्रोत सामग्रीहरू र आजको यस समग्र छलफलबाट उभिएको एउटा विचार जसले हामी सबैलाई गहिरिएर सोच्न बाध्य बनाउँछ नि, म यहाँ राख्न चाहन्छु है। हजुर भन्नुस् न। आज सडकमा टायर बालेर आफ्नै घरबाट बनेका बस स्टप र रेलिङ तोडफोड गरेर क्रान्ति गर्दै गरेका युवाहरू नै भोलि गएर यो देशको नेतृत्व तहमा पुग्नेछन्। यदि नेतृत्वमा पुग्न लागेको पुस्ताको सिभिक सेन्स नै तोडफोड, नियम उल्लङ्घन र सार्वजनिक सम्पत्तिको बेवास्ताबाट हुर्किएको छ भने के अनुहार र व्यवस्था फेरिँदैमा यो देश साँच्चै फेरिएला कि हामी त्यही फोहोर र भत्किएको प्रणालीको एउटा नयाँ संस्करण मात्र पर्खिरहेका छौं? यो त साँच्चै गम्भीर प्रश्न हो, सबैले सोच्नै पर्ने कुरा। यस गहिरो विश्लेषणमा हामीलाई साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। आजको लागि यति नै। धन्यवाद। आफ्नो सोच सफा राखौं, सहर आफै सफा हुनेछ।